बाबुराम भट्टराई भन्ने छ नि त्यो बाहुन, उसको पालामा 68 सालमा तपाईको एसियन डेभलपमेन्ट ब्याङ्कबाट सुकुम्बासीहरूलाई व्यवस्थापन गर्न, त्यहाँ खोलो पस्न नदिन, त्यहाँ उनीहरूका घर बनाइदिन, उनीहरूका टहरा बनाइदिन, उनीहरूलाई बाटोघाटो स्कुल बनाइदिनको लागि, उनीहरूको सुकुम्बासीको व्यवस्थापनको लागि 63 मिलियन भनेको 10 अर्ब रुपियाँ पैसा त्यतिखेर ल्याएको। तर बाबुराम भट्टराईले के गरेछन्, बर माथि कता जङ्गलतिर 12 करोडमा मान्छे पनि नआट्ने 7 बाई 7 का कोठा बनाएर 12 करोडको कोठा बनाएर त्यो जम्मै पैसा त्यतिखेरै खाए। र एसियन डेभलपमेन्ट ब्याङ्कसँग एग्रिमेन्ट गर्दा के भनेको छ भन्दाखेरि, यहाँ कागजमा छ हो कता, एसियन डेभलपमेन्ट ब्याङ्कमा उ गर्दाखेरि के भनेको छ भन्दाखेरि, कुनै पनि सुकुम्बासीलाई हटाउँदाखेरि उनलाई पहिला 35 दिनको समय दिनुपर्ने, उसको क्षतिपूर्ति दिनुपर्ने भनेर भनेको छ। भरपूर सोसियल मिडिया र एल्गोरिदमको प्रयोग गरेर फाँसीवाद लादेर आज गरिबका डडेलनामा डोजर चल्ने, गरिबका घरमा जुन डोजर चल्ने भत्काउने काम भयो। मैले अस्ति भनेको थिएँ एयरपोर्टबाट झर्ने बित्तिकै, बालनजी तपाईलाई यी गरिबको आँसु लाग्छ भनेर। ती वृद्ध अवस्थाका आमाहरू रुँदै गरेका थिए, एकल महिलाहरू रुँदै गरेका थिए, जो लघुवित्तबाट पीडित भएका थिए, जो सहकारीबाट पीडित भएका थिए, जीवनभरिको कमाइले घर बनाएको थियो उनीहरूले। कसैले मकै बेचेर, मकै पोलेर बेचेर घर बनाएका थिए, कसैले सागका मुठा बेचेर घर बनाएका थिए, कसैले गिटी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए। तर ती सबै घर भत्के। ती घर थिएनन्, मान्छेका सपनाहरू थिए, सपनाहरू भत्के। घर भत्किनु ठुलो कुरो होइन, मान्छेको सपना भत्काउनु ठुलो कुरो हो। त्यसले गर्दाखेरि मैले त भनेको थिएँ 3 दललाई 60 दललाई एकै ठाउँमा राखेर चुनावमा नजाउँ साथी हो भनेर होटल एभरेस्टमा मैले भन्दै गर्दा मैले त्यतिखेर भनेको थिएँ, यो सिंहदरबार र सर्वोच्च अदालतमा त्यतिकै आगो लागेको छैन। बालनलाई प्रधानमन्त्री बनाएर